नमस्ते आदरणीय दर्शकबिन, यहाँहरू हेरिरहनु भएको छ तादी मिडियाको युट्युब च्यानल र त्यसै गरी फेसबुक पेजमा म कार्यक्रम प्रस्तुत अधिवक्ता रामेश्वर भण्डारी फेरि उपस्थित भइसकेको छु। हामीले नुवाकोटका भिडियोहरू धेरै नै बनाइरहेका छौँ। त्यसै गरी आज फेरि नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नम्बर 3 अन्तर्गत रहेको सडक जुन चाहिँ खरनटारको गाउँपालिकाको कार्यालय र प्रहरी कार्यालयबाट सुरु भएको बाटो मास्लो खरनटार हुँदै प्रभु डाँडा बाट सतार जाने बाटो यतिखेर कालोपत्रे भइसकेको छ। असार मसान्तमा टाइम लिएको जुन ठाउँ यतिखेर भटाभट चाहिँ त्यहाँ कालोपत्रे भइसकेको कुरा हामीलाई जानकारी आइरहेको छ। त्यो चाहिँ ठेकेदार कम्पनी जुन युनिटी बिल्डर्स कन्स्ट्रक्सन एन्ड सप्लाइज प्रणालीले जुन त्यो ठाउँ कालोपत्रेको लागि लिएको थियो, जुन त्यो समयमा नै कालोपत्रे गरेको कुरा त्यस सञ्चालक त्यहाँका चाहिँ अध्यक्ष जुन कम्पनीका अध्यक्ष श्री प्रसाद घिमिरेले तादी मिडियालाई जानकारी गराउनुभएको छ भने त्यसै गरी त्यो ठाउँमा यतिखेर राम्रो काम भएको भन्ने कुरा पनि आइरहेको छ भने त्यहीकै गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र पछिल्लो चरणमा उपाध्यक्षले त्यो अनुगमन कार्य पनि गरिसकेको र त्यो ठाउँ जुन खरनटारको मेन बजार लाइनभन्दा यता गाउँपालिकाको छेउबाट प्रचोक हुँदै त्यो बाटो पिच भएर यतिखेर सतारको प्रभु डाँडाको स्कुल आसपास पुगिसकेको छ। झन्डै करिब 3 किलोमिटरभन्दा बढी बाटो यतिखेर पिच भइसकेको छ। मुख्य बाटाहरू भन्दा पनि सहायक बाटाहरूमा प्राथमिकता दिँदै केही समय अगाडि नर्जाको वडा नम्बर 5 र 6, तादीको 5 र 6, त्यसै गरी तादीको 4, त्यसै गरी तादीको 2 र 3 लगायतका अब शाखा बाटाहरूमा यतिखेर फटाफट बजेट परेको छ र त्यसै गरी तादीको पनि 1 वर्ष अगाडि झन्डै डुग्रने चौरसम्म पिच भएको छ भने त्यसै गरी बाँकी ठाउँहरू पनि त्यहाँ काम भइरहेको छ। त्यसै गरी अब यो वडा नम्बर 3 अन्तर्गत रहेको जुन चाहिँ यो खरनटारदेखि प्रभु डाँडा हुँदै सतार मैदानसम्म जाने बाटो जुन पिच भएको छ, यो पिच चाहिँ यतिखेर अब समय अवधिभित्र नै युनिटी बिल्डर्स कन्स्ट्रक्सन एन्ड सप्लाइज प्रणाली जसले द्रुत गतिमा जुन काम गर्यो, साँच्चीकै यो अप्ठ्यारो परिस्थितिमा आर्थिक यत्रो सङ्कट अवस्थामा पनि र कयौँ माल सामानको भावहरू बढ्दा पनि हामीले काम समयमै सकेका छौँ भन्ने कुरो जुन कुरा हामीलाई श्री प्रसाद घिमिरेले बताइरहनु भएको छ भने त्यहाँको उपभोक्ताका कुराहरू सुन्दा पनि खरनटारको बजारमा पनि त्यो जुन पिच भयो यतिखेर बजार लाइन तल्लो लाइनमा ठुलो बाटो छ भने माथिल्लो शाखा बाटोमा जुन पिच हुँदै अगाडि बढिरहेको छ र ती बाटाहरू क्रमिक रूपमा चाहिँ सतारसम्म पिच हुन सक्यो भने त्यहाँका जनताले साँझ बिहान र हिउँद बर्खा सबै समयमा गाडी चलाउन सक्ने अवस्था अहिले यतिखेर भइरहेको छ। हामीले चाहिँ पाइपलाइनका रूपमा वा लाइफ लाइनको बाटाहरूको वा खरनटारमा ल्याएर जोडिसकेपछि त्यसबाट काठमाडौँ आउने ठाउँहरू उतै नै क्लियर हुनुपर्ने ठाउँमा कतिपय ठाउँहरूमा खाल्टाखुल्टी छन् भने ती खाल्टाखुल्टीलाई पूर्णको लागि पनि हामीले आह्वान गरिरहेका छौँ भने यतिखेर साँच्चीकै खरनटारको तादी गाउँपालिका वडा नम्बर 3 ले राम्रो काम गरेको छ र त्यहाँ पिचको काम हामीले खबरदारी गरिरहेका छौँ। हामी राम्रो कामलाई राम्रो भन्छौँ र आँखामा सरकारले आँखामा नदेखेका र पालिकाले त्यस्तै स्थानीय सरकारले र समुदायले नदेखेका ठाउँहरूलाई पनि हामी खबरदारी गर्छौँ र खबरदारी कार्यक्रम हाम्रो सधैँ नै रहिरहने पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ। विशेष गरी यो काम एकदम सराहनीय छ। यसरी गाउँठाउँका ठाउँहरूमा पिच हुँदै जाने हो भने साँझ बिहान सामान्य गाडीहरू पनि त्यहाँ जान सक्छ भने यतिखेर इभी गाडीहरू सबै ठाउँ पुगिसकेका छन् भने अब हामीले हाम्रो यातायातलाई कसरी सुरक्षित गर्न सक्छौँ भन्ने कुरो सडकको गुणस्तरले पनि यसलाई गर्न सकिन्छ भने केही दिन अगाडि हामीले फेरि यता दुब्जेश्वरतिर भइरहेका बाटाहरूको समस्याहरूको बारेमा कुरा गरिरहेको छ भने अब शाखा बाटाहरू यतिखेर चाहिँ फटाफट चाहिँ पिच भइरहेको छ। यो बाटो पिच भएको ले त्यहाँका स्थानीय जनताहरू पनि खुसी छन् भने साँच्चीकै त्यो जुन कम्पनी छ चाहिँ यो युनिटी बिल्डर्स कन्स्ट्रक्सन कम्पनी सप्लाइज जसले छिटोभन्दा छिटो काम गर्दै त्यसमा पनि कम्पनीले यसरी नै काम गर्दै गयो भने साँच्चीकै गाउँठाउँमा निर्माणका कामहरूलाई सहज रूपमा अगाडि बढाउन सकिन्छ भन्ने कुरा राख्दै आगामी दिनमा फेरि यस्तै कुराहरू विकास निर्माणका कुराहरूलाई लिएर फेरि उपस्थित बाचा गर्दै म अधिवक्ता रामेश्वर भण्डारी बिदा हुन्छु। हस्, धन्यवाद, नमस्ते, सबैको जय होस्, सबै कल्याण होस्, नमस्कार।